ल गाइस आज हामी सिटी जाँदैछौँ यता हाम्रो देवनाथ सर यता हाम्रो दाल सर विशेष गरी बालकृष्ण सरको चाहिँ अनुरोधमा हामी ल आउटफिट हाम्रो दाल सर हिरो हाम्रो देवनाथ सर यता ल बाटो काट आज हामी सिटी जाने होइन सिटी माथि बेला बेला यसो पडाङ पुडुङ हेर्दै जानुपर्ने छ त्यस्तै छ यहाँ भित्रबाट छिर्ने कि जाऊँ न जताबाट छिर ल ट्याक सानो 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 ग्रुपहरू त्यही ल अब यता यता चाहिँ हामी बस चढ्न जाँदैछौँ हाम्रो दाल सर देवनाथ सर तिनजना अब हेरौँ के कता कता घुमिन्छ थाहा छैन है आज बस चढ्ने ठाउँ पऱ्यो ल अब हामी चाहिँ एडी एक्सप्रेस चढेर जानु लाग्यो एडी एक्सप्रेस यो चाहिँ हाम्रो एडी एक्सप्रेस गाडी ल ल एडी एक्सप्रेस चढ्दैछौँ हाम्रो दाल सर तपाईँ म कस्तो ब्लग बनाएर तपाईँ डिस्टर्ब हान्ने बिचमा तरिका यो पनि हो यसरी कहाँ काट्नुपर्छ के सर यही पनि हाल्नुपर्छ यो पनि हाल्नुपर्छ फर्स्टमा त्यो त्यो हुन्छ नि खालि अबुधाबी लिएको कति लिन्छ अबुधाबी गएको कति लिन्छ सोध्नुहुन्छ फ्लोमा गइरहेको थियो के भन्दा बन्द गराऊ म आफ्नो धुनमा बसिरहेको थिएँ नि त गाइस यो चाहिँ हाम्रो चाइना क्याम्प होइन तलतिर देखाइरहेको छ तलतिर देख्ने कसरी उता फर्काउने यस्तो ए ल यो चाहिँ चाइना क्याम्प हो हामी होइन र मित्रजनहरू दुईजना हामी सिटी जान लागेको अब अब चाहिँ हामी आबुधाबी सिटी आइपुग्यो ल यहाँ चाहिँ हामी अहिले अबुधाबी सिटी हो यो अगाडि चाहिँ नदेखाउने फेरि मान्छेको भिड त होइन कता जाने त्यहाँ पल्लोपट्टि जाउँ न यता है हाम्रो दाल सर बस्नु म त्यहाँ अनि ठिकै छ त्यहाँ गएर सटै हो हामी अबुधाबी आइपुग्नु है सर यता तिनजनाको ल है त हामी अबुधाबी सिटी हामी चाहिँ अहिले रोड क्रस गरेर आएको जहाँ चाहिँ एयरपोर्ट क्रसिङमा
गरेर हेर छ पहिला त त्यहाँ थिएन क्या अहिले त यता यसमा पनि यता पर्छ यता कहाँ जाने कहाँ यहाँ कहाँ जाने आज कहाँ जाने हो खाना जाने पहिला हजुर भान्साघर पऱ्यो होइन हाम्रो साथीहरू हिँड्दैछन् चस्मा हामी तिनजना यता हिँड्दैछौँ कति रे 1800 आबुधाबी सिटीमा आइपुग्यो हामी चाहिँ रेस्टुरेन्ट खोल्दैछौँ आबुधाबी सिटीमा होइन नेपाली खाना खानालाई पेट पूजा गर्नु पऱ्यो दबाई खोल्नु भोक लागेको छ यो कुरा चाहिँ अब पेट पूजा नगरिकन चाहिँ हुँदैन अनि त्यसपछि हामी कता कता जाने हो अघि बढ्छौँ हामी त्यस्तै वरिपरि मात्र जुन्थ्यो कहीँ जाँदैन कहीँ बस्दैन हो र अहिले एकछिन बन्द गर्नु यो एकचोटि उसले ल्याएको थियो नि कसले त्यो ए शेर्पाले शेर्पा होइन सोलुखुम्बुको तेस्रो त्यही त लामा त्यो लामा हो शेर्पा हुनु नि शेर्पा त्यो शेर्पासँग पनि आएको थियो मेरो यहाँ त्यो शेर्पा होइन हौ त्यो हाम्रो त्यो सोलुको अर्को के पो लाक्पा हो लाक्पा होइन ए त्यो राई राई के त सुजन त्योसँग आएको होटलमा हो त्यही होला त्यो भान्साघर त्यसरी मजाले खिचौँ न त्यो भएन नि त ए के खिच्नु ल हामी चाहिँ यहाँ भान्साघरमा खाना खाना नेपाल रेस्टुरेन्ट आइपुग्यो यता भान्साघर ल केटाहरू आइपुग्यो ल अब हामी चाहिँ खाना अर्डर गरेर बसिरहेछौँ हाम्रो केटाहरू घरमा व्यस्त छ अब खाना वेटिङ गरेर बसिरहेको ल है त म चाहिँ वाइफाई कनेक्टतिर पो लागेको हाम्रो दाल छ इनभ्यालिड भन्छ त के हो पासपोर्ट स्क्यान गर्दैछ केटाहरू चाहिँ टिभी चलाउनु भनेर अब चाहिँ हामी बाहिर खाना खाइरहेको हुँदैछौँ बाहिर होइन बाहिर यो पेटीमा पेटी भन्छ पेटी आइरहेको
होइन विशाल दाल होइन विशाल दाल भन्दा माथितिर ग्राउन्ड हेरौँ पनि हातमा प्लास्टिक लाएर के खानु नि भात पनि हातमा प्लास्टिक लाएर के खानु नि खानेहरूले खान्छ खानेहरूले खान्छ हातले हामी किन खानु नि जस्तो लाग्छ हामी अरूलाई हामीले हातले खानु मजा लाग्छ हामीलाई कहाँ छ के खै थाहा छैन ल अहिले आलातुल ट्याक्सी के अरे आलातुल ट्याक्सी कसरी 24 आवर्स माफी मुस्किल आलातुल 24/7 ज्यादा छ यार फी आधा मस्कारा दाल यो 400 छ हामी चाहिँ अबुधाबी सिटीमा हिँडिरहेको छौँ यसरी केटाहरूसँग देवनाथसँग देवनाथ विशाल दाहाल यता बसेर आउँदैछ हिँड्नु चाहिँ कता हिँड्ने हामी होइन हिँड्नु चाहिँ कहाँ हिँडेको यो बेला दाले लिएर कतिर जाने हो कि कर्नेस त धेरै टाढो हुन्छ जाने चाहिँ कहाँ हो र जाम यो गाडी मलाई चाहिँ मिलाइदिनु ल पक्का एउटा कहाँ अर्काले मिलाइदिनुहुन्छ त अनि लमी त हुनु पर्यो नि त लमी बिना केही सक्सेस हुन्छ आफै मिलाउँछ अहिले म त सक्दिनँ त्यो ठाउँमा फेरि ल हामी चाहिँ यतिर घुमिरहेको छौँ तर हिँडिरहेको दाल सर देवनाथ सर हिँडिराख्नु भएको छ यहाँ अब त हामी सुन किन्ने ठाउँमा आइपुगिहाल्यौँ त्यही होइन त्यस्तै लागिरहेको अनि त्यस्तै लागिरहेको छ होइन यही हो कस्तो कतिवटा प्रश्न यतापट्टि हो अघि भात खाएको यहीँ त हो त होइन त्यो मुना त्यस्तै लागिरहेको दुई तिनवटा जेब्रा क्रसिङ क्रस गरेर आएको छ एउटा पनि क्रस गरेको छैन तपाईँ टाढैको एउटा जेब्रा क्रसिङ कटेर तपाईँले एडिएक्स भन्ने लाउनु एडिएक्स त्यहाँ एडिएक्स केटाहरू बाटो नचिनेर बाजी लगाइरहेको छ हामी नकटेको नि दुईवटा जेब्रा क्रसिङ कटेको एउटा हो चाना गेम फर्किँदैन फर्किहाल्ने हो र कता हिँडेको केटाहरूले
यही त हो नि लगभग हाम्रो घुमाइ पनि सक्यो भने त आजको हाम्रो अब सक्यो अब हामी फर्किने बेला भइसक्यो अब हामी टक्क जाने गाडी चढेर हाम्रो अब रुमतिर लाग्नेतिर फर्किनु पऱ्यो अब दिनभरि काम गरेर आएर थकित भएको छ यो शरीर यताबाट जाउँ यताबाट छिर्नु त गल्लीबाट गल्लीको बाटो जाने होला नि त